अब बोलेरै भनेको नि त। अब त्यहाँदेखि त्यत्रो मान्छेहरूको अगाडि अब के बोल्नु भनेर यही घरदेखि नै स्टार्ट गर्न थालेको हो। आज चाहिँ शनिबार हो। आज हाम्रो उता क्लासबाट चाहिँ पिकनिक लाने भनेको प्लान छ। अब पिकनिक चाहिँ अब कुन ठाउँ लान्छ भन्ने त्यो चाहिँ थाहा छैन। अब वहीँ गएर थाहा हुन्छ। सो गाइस त्यति दिनको लागि मेरो भिडियो हेरिदिनु होला। भेटौँला अब त्यहीँ गएर है त। बाई। सो गाइजहरू करिब 3-4 घन्टाको यात्रापछि हाम्रो गन्तव्यमा आइपुगे। सबैजना दाइ दिदीहरू सरहरू म्यामहरू हिँड्दै गयौँ। हाम्रो ठाउँमा आइपुगे। डाँडा काँडाको बिचमा समुद्रको बिचमा भए जस्तै यति राम्रो ठाउँमा आइपुगेँ। म चाहिँ अब फर्स्ट टाइम यसरी हिँडेको। यति राम्रो नेचुरल भाइब थियो कि अब तपाईँहरूलाई अब भिडियोको मार्फत मैले भनेको तपाईँहरू आयो भने थाहा हुन्छ यति राम्रो ड्याम रहेछ यो। सो गाइज अहिले चाहिँ हामी यहाँ सबैजना मान्छेहरू यहाँ आएर अनि चिया नास्ताहरू पनि सबैले गरिसक्यो। अनि म चाहिँ यतिर यहाँ ड्यामतिर आएको थियो। हाम्रो आजको यो पिकनिकको डेस्टिनेसन चाहिँ नुवाकोट त्रिशुली ड्याम रहेछ। तपाईँहरूलाई देखिसक्नुभयो होला है। कस्तो राम्रो छ यहाँनिर नेचुरलहरू। हामी खाएर जोसागर देखाउने म कम नाचेको है। म त कति नाचेको दिदी गाडी मलाई थाहा भएन। म त सुने हो। Sungai
सो गाइज गीत अनुसार पिकनिक पनि आज एकदम दामी भयो। मलाई चाहिँ एकदम रमाइलो लाग्यो। गाडीमा जाँदा आउँदा त्यहाँ पिकनिकमा एकदम रमाइलो भयो। अब सबैजना नाचेर एकदम इन्जोयफुल गर्नुभयो सबैजनाले। म पनि नाच्थेँ हल्का, तर मलाई गाडी लागेर एकदम गाह्रो भइरहेको थियो। घर फर्किनलाई ढिला भइसकेको थियो। त्यही हो आजको ब्लग यति नै। कस्तो लाग्यो होला